हामी काला पनि गइसौँ हामीले त्यसको लागि इन्डियासँग लड्नै पर्छ भन्ने छैन, लडाइँ पनि गर्दैनौँ हामी होइन, त्यो गर्न पनि हुँदैन। फेरि इन्डिया जस्तो छिमेकीसँग हामीले लडेर साध्य पनि छैन नि त। कति लडिरहनुहुन्छ तपाईँको त होइन। इन्डिया आफै अब त्यत्रो ठुलो पावर हुँदै गइरहेछ होइन। अब हामी जहाँ कतै छौँ होइन, अब हामी सक्छौँ कसरी भन्ने पनि होला त्यो होइन। तर के हो भने मूल कुरो के हो भने अब तर हाम्रो इफेक्टिभ पोलिसी के हुने हो त भने चाहिँ हामीले दुईवटा कुरा, इन्डियाका कन्सर्नलाई हामीले सिरियसली एड्रेस गर्नुपर्छ आफ्नो ठाउँमा छ होइन। त त्यसको लागि उसलाई मनाउन सक्ने हाम्रो क्षमता चाहिँ चाहियो क्या, एउटा त्यो हुनसक्छ। जस्तो यही इस्युमा भने कि होइन। दोस्रो कुरो के हो भने जस्तो इस्युलाई हामीले जुडिसियल सेटलमेन्टमा जान सकिन्छ भन्ने मलाई त लाग्दैन, किनभने हामीलाई त्यो पोजिसनमा हामी छैन। लिगल बाटो भन्नु भनेको हामीसँग छैन, अप्सन्स छ तर पोसिबल छैन भन्नु गर्दैन, त्यो गरिरहेको छ एउटा त्यो भयो। गरिरहेको छैन कि गर्ने बाटो पनि छैन, गर्ने बाटो पनि छैन होइन। किनभने अब इस्युलाई चाहिँ हामीले इन्टरनेसनल कोर्टमा लाने भनेकै दुईवटाको सहमति चाहिँ छ। इन्डियाले चाहिँ मैले अघि तपाईँले भनिहालेँ 2009मा उसले एउटा युनिल्याटरल डिक्लेरेसन सबमिसन गरेको छ। त्यो सबमिसनमा उसले चाहिँ बोर्डर इस्युमा चाहिँ उसले आइसिसीको जुडिसन हामी मान्दैन भनेर उसले डिक्लेयर गरिरहेको छ। आइसिसीले त मान्नुपर्छ भन्नै सक्दैन, सकिएको कुरो होइन। अब रहेको कुरो के हो भने दुईवटा, अब हामीले या त बाइल्याटरली इन्डियासँग जुन कुनै तरिकाले होइन फर्मल इन्फर्मल कूटनीति गरेर दुनियाँ गरेर नआत्तिकन लामो समय इस्युलाई कन्टिन्युअस चाहिँ तपाईँको अगाडि लगिरहनु पऱ्यो, समय लाग्ला, केही आपत्ति छैन, लाग्न सक्छ। 5 वर्ष 10 वर्ष अहिलेसम्म चलिरहेको थियो त, अब पनि 10-20 वर्ष जाला, त्यो केही फरक परेन होइन, एउटा त्यो। अनि दोस्रो कुरो भनेको के हो भने अब हामी कहाँ जस्तो भन्न देशहरूलाई डिल गर्ने जस्तो इन्डियासँग डिल गर्ने होइन। अब हाम्रो अलिकति संरचना पनि नभएका हुन् कि होइन, परराष्ट्र मन्त्रालयभित्र त्यो विषयका विज्ञहरूलाई राख्ने, छलफल चलाउने, त्यो माध्यमबाट जाने, फर्मल जाने इन्फर्मल जाने, यो हुन्छ नि त्यो। त्यो मलाई त त्यो कहीँ भएको जस्तो लाग्दैन कि होइन। त्यो पनि भयो, समस्या हामीले कमजोरी त्यहाँ पनि रह्यौँ कि कन्सिस्टेन्टली हामीले पुस गरिराखेन यो मुद्दा, एकचोटि उचाल्यो अनि त्यसपछि सेलायो अनि त्यसपछि फेरि त्यसबाट थ्रेट एन्ड बेनिफिट लिने हिसाबले उचाल्यो, बेनिफिट बारे सक्यो कि बिर्स्यो, सेन्टिमेन्ट उफार्नेमा सक्छ त्यो होइन। अब एउटा अर्को उपाय छ त्यो, अब त्यो भनेर गर्न सकिने ठाउँ के हो भन्दाखेरि तपाईँको जस्तो इस्युलाई इन्टरनेसनलाइज गर्ने, अन्तर्राष्ट्रियकरण गरिदिने कि इस्युलाई। यो पनि फेरि पहिलो अप्सन होइन, यो एकदम लास्ट अप्सन हो हाम्रो, लास्ट रिसोर्ट भनौँ न यसलाई।